हेलो साथीहरु, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म हजुरहरुलाई यो क्रोसेट ब्यागमा म्याग्नेट बटन चाहिँ सजिलो तरिकाले कसरी लगाउने त फिनिसिङ एकदम राम्रो आउने तरिका हजुरहरुलाई म प्रस्तुत गर्न गइरहेको छु। ल सुरु गरौँ है त। हामीलाई चाहिन्छ यो म्याग्नेट बटन। हेर्नुस् त यस्तो हुन्छ म्याग्नेट बटन चाहिँ। यसमा दुईटा यस्तो टाँसिने अनि यसको पछाडी चाहिँ यो दुईटा प्लेट हुन्छ, यसले चाहिँ यसलाई अट्याच गर्नुपर्ने हुन्छ। अनि यो म्याग्नेट बटन चाहिँ यतिकै हामीले ब्यागमा लगायौं भने चाहिँ अलिक फिनिसिङ राम्रो आउँदैन। हुन चाहिँ हुन्छ तर फिनिसिङ अलिक राम्रो नआउने भएकोले यसलाई चाहिँ हामीले फिनिसिङ राम्रो आउनको लागि के गर्ने त भन्दाखेरि नि यो ब्यागको ठ्याक्कै बीच भागमा पर्ने तरिकाले हामीले यो म्याग्नेट बटन लगाउनु पर्ने हुन्छ। हेर्नुस् है त। अब यो म्याग्नेट बटन लगाएर हेरौँ कस्तो देखिन्छ त। यसरी यो सुरुमा यसरी म्याग्नेट बटन लगाउने अनि त्यस पछाडी यो पछाडीको यो क्लिप हुन्छ, यो चाहिँ ट्याक यसमा राखेर लगाइयो भने हेर्नुस् त कस्तो देखिन्छ त। राम्रो देखिदैन नि, फिनिसिङ राम्रो आउँदैन। त्यसकारणले गर्दा हामीले चाहिँ राम्रो देखिनको लागि चाहिँ अलिकति मेहनत गर्नुपर्ने हुन्छ। त्यसका लागि चाहिँ मैले चाहिँ यो 3.5 को कुरुस र 4 प्लाईको सिंगल धागो लिएको छु। अनि यसलाई चाहिँ हामीले एउटा सानो टिकी बनाउनु पर्ने हुन्छ राउन्ड शेपमा। त्यसका लागि चाहिँ हामीले एउटा म्याजिक रिङ बनायौं। त्यस पछाडी 6 वटा चाहिँ हामीले यसमा सिंगल क्रोसे गर्नुपर्ने हुन्छ। 1 2 भइगयो, 3 4 5 6। अब यो 6 वटालाई चाहिँ हामीले यसरी यो म्याजिक रिङमा यो ताने पछाडी चाहिँ यहाँ गोलो बनिन्छ। अनि यसमा चाहिँ जुन चाहिँ यो हामीले 6 वटा सिंगल क्रोसे गरेको थियौं त्यसलाई चाहिँ अब 12 वटा बनाउनु पर्ने हुन्छ। हरेक सिंगल क्रोसेको टाउकोमा चाहिँ 2 वटा सिंगल क्रोसे बनाएपछि हाम्रो 12 वटा हुन्छ। अब कुरुस अनुसार र धागो अनुसार हुन्छ। कसैले चाहिँ अब सानो कुरुस र धागो सानो छ भने चाहिँ 18 वटा अनि 24 वटा त्यसरी बढाउँदै जाँदा हुन्छ। बढाएर गर्न पनि मिल्छ। यसरी चाहिँ यो हरेक सिंगल क्रोसेको माथि गर्दाखेरि चाहिँ 12 वटा बनिन्छ। त्यो 12 वटा बनेको जुन चाहिँ हुन्छ नि गोलो, त्यसमा चाहिँ हामीले म्याग्नेट बटन टाँस्नु पर्ने हुन्छ। त्यसका लागि चाहिँ अब हेरौँ कस्तो हुन्छ, बनाउँदै जाउँ। हेर्नुस् त यो गोलो पनि बनिसक्यो। यसमा हामीले एउटा म्याग्नेट बटन राखेर ट्राई गरौँ कत्रो हुने रहेछ। साइज लगभग भइसक्यो मेरो चाहिँ। अब हजुरहरुको कत्रो हुन्छ त्यही अनुसारले नाप्दै गर्नु होला। यसरी नापेपछि थाहा भइहाल्छ कत्रो भयो भनेर। लगभग ठिक अलिअलि मात्रै बाहिर निस्क्यो भने चाहिँ भरे त्यहाँ सिलाउनु पर्ने हुन्छ। त्यसकारणले अलिअलि बाहिर निक्लिने खालको बनाउनुहोस् हजुरहरुले पनि। अब यसरी नै मैले चाहिँ नापेर बनाइसकेपछि एक छेउमा अलिकति कम भएको जस्तो लागेर मैले चाहिँ अलिकति थोरै बुनिदिएको छु अनि त्यस पछाडी जोडिदिन्छु। ल हेर्नुहोस् है त। ल हेर्नुस् त यसरी रेडी भयो। अब अर्कोको लागि पनि सेम प्रोसेस हो। मैले त्यसरी नै बनाउँछु, 2टा बनाउनु पर्ने हुन्छ।
भइसक्यो। मसँग चाहिँ 2टा भइसकिसकेको छ। दुईपट्टिको लागि एउटा चाहिन्छ, त्यसकारणले 2टा बनाइसकेँ। अब यसमा चाहिँ हामीले म्याग्नेट बटन चाहिँ एट्याच गर्नुपर्ने हुन्छ। यसरी नै अब यसबाट छिराउने। यो छिराए पछाडि यसको पछाडि चाहिँ अनि हामीले त्यो प्लेट हुन्छ, यसको त्यो प्लेट चाहिँ पछाडि राखेर हामीले चाहिँ त्यो एट्याच गर्नुपर्ने हुन्छ। हेर्नुहोस् त, यसरी छेउछेउ यसरी अलिअलि तानेर निकाल्यो भने चाहिँ सिलाउने ठाउँ राख्नुपर्ने हुन्छ नि त। त्यस कारणले गर्दाखेरि अलिकति ठुलो भयो भने पनि केही फरक पर्दैन। अनि यस धागोलाई चाहिँ भित्र लुकाउने अथवा काटिदिने जे गर्दा पनि हुन्छ। यसरी यो प्लेट हुन्छ, यसलाई चाहिँ अब यो बटनको पछाडि राखेर चाहिँ यसलाई चाहिँ अब किच्चाउनुपर्छ। मजाले किच्चाएपछि यो अड्कियो, अब केही गरे पनि यो निस्किँदैन। ट्याक्क अब यो एट्याच भइसक्यो। हेर्नुहोस् त। अब अर्कोमा पनि यसै गरेर सेम प्रोसेस हो। हेर्नुहोस् त, यसरी नै अब 2टा रेडी भइसकेपछि चाहिँ अब हामीले यसलाई चाहिँ ब्यागमा मजाले सिलाउनु पर्ने हुन्छ। सियो धागोले दुईपट्टि सिलाएर टक्कसँगले बिचमा पारेर चाहिँ दुईपट्टिको उसमा मिलाएर सिलाउने। यहाँ हामीले सियो र धागो पनि लिइसक्यौँ। यसरी ल यो ब्यागको बिच भागमा पर्ने तरिकाले लगभग आफूले नापेर यसरी अन्दाजी राख्ने। मैले चाहिँ यो ब्यागको बिटभन्दा अलिकति तल, भित्री पनि बिटभन्दा अलिकति तर लगाएको छु। त्यसो गर्दा चाहिँ अलिकति राम्रो सेटिङ फिनिसिङ राम्रो देखिन्छ। हेर्नुहोस् त, यो बटमलाई चाहिँ अब मैले यसरी वरिपरि सिलाइदिन्छु। आधी चाहिँ भित्रीपट्टि छ र आधी चाहिँ ब्यागको बिटपट्टि परेको छ। मेरो बटन चाहिँ यसरी राखेको छु मैले चाहिँ। अनि यसको निक्लेको धागो काटिदिए भित्र लुकाउँदा पनि हुन्छ, काट्दा पनि हुन्छ। अब यसलाई मैले सिलाइदिन्छु बिच भागमा पर्ने तरिकाले। यसरी नै अर्को पनि सिलाउने। दुईपट्टिकै सिलाइसकेपछि चाहिँ रेडी हुन्छ।
साथीहरु हेर्नुस् त फाइनली मैले चाहिँ बटम पनि लगाइसके कति राम्रो देखिएको छ ब्यागको फिनिशिङ एकदम राम्रो देखिएको छ यो ब्यागमा चाहिँ यसरी लगाइयो भने चाहिँ धेरै राम्रो देखिन्छ साथीहरु अनि मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरुलाई धेरै धेरै धन्यवाद अनि मेरो युट्युब च्यानललाई शेयर र सब्स्क्राइब पनि गरिदिनु होला त्यसैगरी मेरो भिडियोमा लाइक कमेन्ट पनि गरिदिनु होला भन्दै बिदा हुन चाहन्छु धन्यवाद बाइ बाइ